मर्निङ एभ्रिवान र आज चाहिँ नेक्स्ट डे हो र हामी त खाजा खान आँटेको र तपाईहरुलाई हाम्रो घरको चाहिँ म फुल देखाउँछु। यहाँ यस्तो डरलाग्दो फुलेको छ कि यहाँ यस्तो दामी चाहिँ फुलेको छ। यस्तो भरिपूर्ण नै फुलेको छ नि त। गुच्छा फुलेको छ नि त हाम्रो चाहिँ फुल। थुप्रो कलरमा छ, थुप्रो कलरमा छ फेरि है। बाहिरतिर पनि छ, म देखाउँछु तपाईहरुलाई। अर्कै कलरको यो अर्कै कलर यहाँ गुच्छा गुच्छा फुलेको छ सेतो। यहाँ पनि यस्तो यो झन् हेर्नु कत्रो बढ्यो अम्बो, कत्रो फुलेर हेर्नु। हाम्रो घरको फुल चाहिँ यस्तो फुलिरहेको छ नि हो। हेरौँ मन लाग्दो भएको छ यस्तो दामी। पुरै फुलिरहेको छ। यो फुल पनि यति दामी फुलिरहेको छ कि जेरेनियम पनि सबै फुलेको छ दामी कलरमा। यो चाहिँ डबल हो, डबल जेरेनियम डबल सबै डबल है। यो हल पनि छ। साथीहरु यसको पनि फुल फुल्दो रहेछ। मैले त फर्स्ट टाइम देखेको यहाँ नै यस्तो फुल्दो रहेछ है। लु है थुप्रो कोपिला लागिरहेको छ यहाँ दिदी, कोपिला लागिरहेको छ यहाँ हेर न। फुलिरहेको छ यहाँ खालको फुल पनि। जुत्ता छिराउँछ जाडो छ स्कुटीमा अगाडि बस्छ। बहिनी खान्छ नि है। बहिनी र म छु सबले खाइसक्यो। आज चाहिँ दामी घाम लागिरहेको छ नि त। लुगा फाटा कहाँ छ भने अन्त यहीँ रहेछ लुगा फाटा त यो लानु उठाउनु पर्यो नि त अन्त। माथि गएर हाम्रो नानी चाहिँ यहाँ तयार हुँदैछ। क्रिम लगाएर भइसक्यो गाइस। अन्त अब मम्मी पनि तयार भइसक्यो। म चाहिँ अब के दिन लाउँछु यसरी ग्लाप ग्लाप साउन्ड आयो है। अत्तुले गर्नु यता ब्याकतिर देखाउनु हुँदैन है। नभए क्वालिटी गुड आउँदैन क्या भिडियोको। मलाई त रोब्लक्स मात्रै मनपर्छ, अरू गेम एकदम हुँदैन। मलाई आफ्नो फोन किनिदिनु भइहाल्यो, तपाईँको फोन माग्नु नि त होइन गानु। आइफोन ग्यालेक्सी 17 प्रो म्याक्स किनिदिनु भइहाल्यो। हो गाइस, अन्त मैले नि बेस्ट एभर गेमिङ पिसी चाहिन्छ जो नि मैले यसरी हेर्दै कन्ट्रोल पनि गर्न सक्ने। अनि त्यसले त मलाई मजै आउँछ नि गाइस, मजेदारी। अन्त मलाई अझै आर्ट एन्ड क्राफ्ट गर्नु छ नि त। ड्रइङहरू बनाएर चाहिँ म सक्नु सक्छु। त्यहाँ भएर चाहिँ अब कटन हाम्रो नानीहरू चाहिँ रेडी हुँदैछ, जुत्ता लाउँदैछ। म चाहिँ कराटेको भेषमा छु है। मलाई बजार लगिदिनु मम्मी। बजारमा गएर सामानहरू यहाँ फोनमा फोटो खिचेको। बोजू यहाँ बस्नु त फोटो खिच्दिउँ। हामी चाहिँ जाँदैछौँ घर। बाई बाई भन् हो। घाम चाहिँ यस्तो दामी लागिरहेछ कि
यस्तो घामलाई छोडेर जानु चाहिँ माया लाग्यो हो लोरीहरू पनि पुरा लुगाहरू सुकिरहेको छ स्वेटर लगाएको देखेर चाहिँ हाँस्यो होला मान्छे पनि है स्वेटर लगाएको देखेर चाहिँ मान्छे हाँस्यो होला घामलाई छोडेर गएको आमा भनिदिनु कहाँ गएको भनिदिनु त यहाँ हो भिडियोमा हाम्रो गाउँको बाटो हेर्नु नयाँ बाटो निकालेको कताबाट हो यहाँ निकालेको हजुर बाटो हेर्नु आएको देखेको थिएँ जे बाजे यहाँ चाहिँ बाटो निकालेको छ नमस्ते ज्यूबाट आज गएको हो क्या हजुर घाम देखाउनु दिएको पानी कति भएन घाम्दै त्यही त घर आइसक्यौँ बिहान बिहानै हो घरमा आएर अल्छी लागिसक्यो घाम देखेर अल्छी लाग्यो अझै घाम लाग्छ नि अन्त सुकाउनु होला है त्यो पनि नजिकै रहेछ होइन चिसो लुगाहरू भइरहेको साफ सफाइ छ अर्कोले पैसा झिक्दैछ लु मम्मी चाहिँ त काम गर्नु सुन्नुहुन्छ लु भन्नु न के भन्नु म चाहिँ अब चाहिँ हामी घर आइसके भन्नु अब चाहिँ हामी घरभित्र पसिसकेर हामीले काम गर्दैछौँ मम्मी भएको मेहनती त है थ्याङ्क यू बेटा अन्त भिडियो केटमा लाइक एन्ड सब्सक्राइब नगर्नु ए मतलब गर्नु कस्तो भुल गरौँ मम्मी मैले नि लाइक एन्ड सब्सक्राइब भन्दा नि लाइक एन्ड सब्सक्राइबको नि एडिटिङ टाइपको हालिदिनु ल एडिट गर्दा त्यो लाइक एन्ड सब्सक्राइब बेसी देखाउनु हेर धेरै पैसा छ होइन किन नदिन्छ रम खाएको हेर होइन रम खाँदैछ दिदीले रातो कलरको रम वाइन खाएको वाइन दिएको होइन घरलाई खाने त दिएको पैसा के गर्नु दिएको र मलाई जम्मा गर्नु दिएको भएको 20 रुपियाँ रे धागोमा थपेको भए होला हराम नपाएको ल यो सुका भयो त भयो भयो म ठुलो बोतलको पनि पाउँछ अहिले चाहिँ बेलुका भएर एकदमै जाडो छ र हामीले चाहिँ यहाँ आगो तापिरहेको छौँ र आजको मेरो भिडियो चाहिँ एकदमै सर्ट भएको छ र तपाईँहरूलाई के कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोला र मन पऱ्यो भने लाइक सेयर गरिदिनुहोस् होला यति नै बाई बाई गुड नाइट